दुई साइडमै दुइटै पत्थरी थियो 23 mm को। तर यहाँ जति मैले अपरेसन गरेँ तर मलाई एकदम अनि एउटा कुरो के भन्नु छ भने उहाँ डाक्टर साहब जुन फेस हेर्दाखेरि मलाई आधी रोग त मेरो विषय गयो। हजुर अनि अपरेसन तपाईँको राम्रो भयो? अपरेसनमा मलाई त्यस्तो कुनै फिल्डै भएन तर धेरै खुसी लाग्यो उहाँ डाक्टर साहबदेखि। डाक्टर साहबले अरू केही भन्न चाहनुहुन्छ? एकदम धेरै धेरै धन्यवाद। तर मेरो होइन मैले सोचे भन्दा नि बढी उहाँ त मैले भनिहालेँ सोसियल मिडियाबाट आएको म कुनै कन्ट्याक्टमा होइन कसै कन्ट्याक्टबाट होइन टिकटकको कन्ट्याक्टबाट आएर उहाँलाई कल गरेपछि आउनुहोस् तपाईँको सिटीहरू सब रिपोर्टहरू सब लिएर आउँछु म हेर्छु। त्यसपछि भनेर एक दिन सल्लाह गरेँ टाइम लिएँ। त्यसपछि मेरो दुईवटा पत्थरी 23 mm को सकुशलपूर्वक उहाँले अपरेसन गरेर मलाई यो स्थितिमा बनाइदिनु भयो। घाउ चाहिँ कति सानो पार्नु भएको थियो अपरेसन गर्दा? घाउ त्यस्तो घाउ थिएन। मैले टाढा खोलेर हेर्दाखेरि घाउ नै देखिनँ। अनि कति दिनमा तपाईँ आफ्नो काम काजमा लाग्न सक्नुभयो अपरेसन सकेपछि? कति दिन? दुई दिन जति चाहिँ गरिनँ। त्यसो दिनबाट मेरो आफ्नो काम पनि छ। किडनीको त्यत्रो ठुलो पथरीको अपरेसन गर्दा पनि 2 दिनमै तपाईँ काममा जान थाल्नु भयो? मेरो आफ्नै काम छ। योबाट एकदम खुसी हुनुहुन्छ? एकदम धेरै डाक्टर साहबबाट म त एकदम खुसी। तर कोही छन् मेरा मान्छेहरू छन् तर म उहाँ सम्पर्कमा ल्याउँछु पठाउँछु। एकदम खुसी लाग्यो। म यो हस्पिटल मलाई एकदम खुसी लाग्यो। डाक्टर साहबलाई धेरै धेरै धन्यवाद। एउटा फोटो चाहिँ मलाई